guys, welcome back to my new vlog. I'm Nasalna. I hope you all are fine. So म फेरि आइसके हजुरको अगाडि एउटा नयाँ भ्लग लिएर स्कुलकै ड्रेसमा किनभने म चाहिँ अहिले स्कुलमा छु। हामी क्लास 10 को फेयरवेल छ आज। फेयरवेल भन्दा पनि हाम्रो स्कुल चाहिँ ब्याचलर लेभलसम्म छ। सो त्यही भएर चाहिँ हाम्रो स्कुलले इन्स्टेड अफ फेयरवेल हाम्रो स्कुलले चाहिँ सिओगेन प्रोग्राम कन्डक्ट गर्छ। सो त्यही सिओगेन प्रोग्रामलाई अटेन्ड गर्नको लागि आज हामीहरू यहाँ छौँ अनि हेर्छौँ क्लास 9 ले हाम्रो लागि के प्रिपरेसन गरेको छ। अनि नर्सरीदेखि चाहिँ यही पढेको अब क्लास 10 आइसक्यो, 13 वर्ष भइसक्यो, एकदमै दुःख लागिरहेछ छोडेर जानुपर्छ भनेर हैन। सबै साथीहरू कोही कहाँ जान्छन् कोही कहाँ जान्छन्। अब केही छैन, एक दिन भेट हुन्छ भने एक दिन छुट्टिनु नै पर्छ हैन, त्यो त प्रकृतिको नियम नै हो। सो त्यो कुराहरूलाई साइड राख्दै हामी जान्छौँ प्रोग्राम इन्जोय गर्न। सो लेट्स गो देयर। सो यहाँ चाहिँ यसरी सबै प्रिपरेसन भइसकेको छ हैन। सबै साथीहरू यहाँ कोही उता रुँदै हुनुहुन्छ, सबले आफ्नो आँखा रातो रातो बनाइसक्नु भएको छ। त्यहाँ चाहिँ 9 क्लास छ, यहाँ चाहिँ हामीहरू सबैको 10 क्लास। यहाँ लापरवाही गर्छौँ र जसबाट हामीलाई धेरै ठुलो क्षति हुन्छ। त्यसैले यहाँहरू सबै भाइ बहिनीहरूले परीक्षा अवधिभर कम्तीमा खानपिनमा धेरै ध्यान दिनु होला। यो किनभने बिरामी हुने समय हो, परीक्षामा बिरामी हुनुभयो भने गाह्रो हुन्छ है। त्यसैले चाहिँ खानपिनमा ध्यान दिनु होला। पुर्याउनु पर्ने कुराहरू विद्यालय पोसाकमा जाने, समयमै परीक्षा हलमा दृढ आत्मबल, निडर र आत्मविश्वासका साथ पुग्नुपर्ने छ। परीक्षा दिन जाँदा प्रवेश पत्र, पेन्सिल, ज्योमेट्री बक्स अनिवार्य रूपमा लैजानु होला। सबभन्दा पहिला डराउनु हुँदैन। जो डर गयो त्यो मर्दैन। त्यसपछि यो त जीवन चलाउनको पहिलो पाइला हो। हामीले अब च्यालेन्जहरू कस्ता हुन्छन् यसपछिको लाइफमा देख्नेछौँ। 10का भाइ बहिनीहरूले ती प्रत्येक च्यालेन्जमा यदि तपाईँहरू डराउनु भयो भने पक्कै पनि तपाईँहरू खाल्डोको भ्यागुतो जस्तो भइन्छ। भने डराउनु भएन भने चाहिँ पक्कै पनि शिखरमा, सगरमाथाको शिखरमा पुग्नुहुनेछ। असफलताले सफल बन्न सिकाउँछ। पहिला एक पल मेहनत गर्नुहुन्थ्यो भने अब त्यसपछि 5 पल मेहनत गर्नुहोस्, त्यसपछि पक्कै पनि सफल भइनेछ। 100 पटक असफल हुनुभयो तर 101औं पटक सफल भएपछि त्यो 100 पटक गरेको दुःख तपाईँहरू बिर्सनुहुनेछ। यस्तै एउटा मूर्तिकारको कहानी भन्छु म। एउटा बाबा र छोरा यस्तै मठ मन्दिरको छेउ घुम्दै जाँदै हुनुहुँदो रहेछ। त्यहाँ एउटा चित्रकारले चित्र बनाएर त्यो बाबुको हातमा दिँदाखेरि ल 10,000 रुपियाँ भनेछ त्यो चित्रको। अनि छोरालाई अचम्म लागेछ, यो आधी घन्टामा बनाएको चित्रको चाहिँ 10,000 रुपियाँ, म पनि चित्रकार बन्छु भनेछ। त्यही कुरालाई त्यो चित्रकारले के भनिन्छ भने तपाईँ बाबु छोराले मैले अहिले आधी घन्टामा बनाएर तपाईँको हातमा दिँदा तपाईँलाई 10,000 धेरै महँगो लाग्यो, तर म यो पर्फेक्टनेस पुग्न योभन्दा पहिला कति घन्टाहरू मैले पास गरेको छु यसको लागि तपाईँले त्यो देख्नु भएन भनेर सम्झाउँदाखेरि पक्कै पनि तपाईँ हामीहरूकै बिचबाट A+ हो भोलि सफल इन्जिनियर, डक्टर देख्नेछौँ। उहाँहरू सफल भएको मात्र देख्नेछौँ। कति रातहरू, कति निन्द्राहरू, कति इच्छा चाहनाहरू मारेर उहाँले पढ्नु भएको छ भन्ने कुराको हामी बिर्सनेछौँ। त्यसैले सबैले मेहनत गर्नुपर्छ। सो गाइस, सम्मान गर्नको लागि चाहिँ बोलाइरहेको। सो एक एक गरेर सबैजना उठेर जाँदै हुनुहुन्छ। सो फर्स्ट यहाँदेखि गइरहेछन् अनि त्यसपछि हामीहरू सबैजना यत्रो ग्रुप छ यहाँ छ। अनि यहाँ बोइजहरूको छ, सबै जान्छौँ। सरले सायद विस गर्दै हुनुहुन्छ फर बेस्ट फ्युचर। हामी चाहिँ सम्मानित भइसक्यौँ गाइस। यहाँ हेर्नुहोस्
9 क्लासले हामीहरूलाई देखाउनुको लागि डान्स पनि रेडी गरेको रहेछ एउटा बहिनीले चाहिँ हामी त्यो पनि ल खाना खाँदा खाँदै डान्स गर्नु डान्स हेर्न पाइने भयो गाइस यहाँ बहिनीले के लिएर आउँदै हुनुहुन्छ खै थाहा छैन समोसा अनि जेरी समथिङ त्यहाँ जेरी बान्दै अनि फेरि भाइले फ्रुटी लिएर आउँदैछ गाइस थ्याङ्क यू सबैलाई मेरो नमस्कार मेरो नाम शिक्षा भट्ट हो र म कक्षा 10 की छात्रा हुँ सबैभन्दा पहिले चाहिँ सम्पूर्ण क्लासको तर्फबाट कक्षा 9 का सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यस फेरि भेटौँला कार्यक्रमलाई सञ्चालन गरिदिनु भएकोमा कति राम्रो बोला छ यार हामी 20 वर्षौं फेरि भेट्न पाऊँ भनेर सायद अब यो बाल्यकाल फर्किँदैन होला सायद अब यो बाल्यकाल फर्किँदैन होला यदि हुने थियो भने यो बिदाई हुने थिएन होला समय र परिस्थितिले कहाँ पुर्यायो थाहै भएन समय र परिस्थितिले कहाँ पुर्यायो थाहै भएन भन्दा लामो सुनिने यो 13 वर्ष कसरी बित्यो पत्तै चलेन कसरी बिर्सन सक्छु यी पलहरूलाई चाहेर पनि बिर्सन सक्दैन मेरा पागल जस्ता साथीहरूलाई म कसरी बिर्सन सक्छु ती हाम्रा नेपाली सरलाई पढाउँदा पढाउँदै मोटिभेट गर्ने हाम्रा म्याथ सरलाई जति बोले पनि नबोल भन्ने हाम्रो सुदीप सरलाई म कसरी बिर्सन सक्छु भित्र दुखी भए पनि बाहिर हाँसेर पढाउने हाम्रा साइन्स सरलाई बाहिर जति रिसाए पनि भित्रबाट हामीलाई माया गर्ने हाम्रा भरत सरलाई म कसरी बिर्सन सक्छु पढाउँदाखेरि बिचमा हँसाइ पढाउने हाम्रा सुरेश सरलाई हाँस्दा निकै ह्यान्डसम देखिने हाम्रा सामाजिक सरलाई बाहिर नदेखाए पनि भित्रबाट निकै इमोसनल रहेका हाम्रा कम्प्युटर सरलाई गाइस हामीले आफ्नो कार्यक्रम सकाएर हामी चाहिँ फोटोसुटको लागि गइरहेछौँ होइन ऊ त्यहाँ फोटोसुटको लागि गइरहेछन् अनि ऊ 9 क्लासको सबै छरिएर कहाँ गइरहेछन् होइन मेरो साथीले आफैमा हेर्छ म भनिरहेछ गाइस सो हामी गइरहेछौँ फोटोसुटको लागि सबै यस्तो लाइन मिलाएर बस्नुपर्छ सो फोटोसुट पछि भेट्छौँ है गाइज हामीले फोटोसुट पनि गरिसक्यौँ अनि सबैजनाहरूले सम्झनाको लागि भिडियोहरू बनाउँदै हुनुहुन्छ होइन सो अब केही छैन हामी पनि घर जान्छौँ एकछिन फोटो खिचेर होइन सो ऊ चाहिँ मेरो बेस्ट फ्रेन्ड सबैले राम्रोसँग भिडियो बनाउँदै हुनुहुन्छ म पनि 1-2वटा फोटोहरू भिडियोहरू बनाइराख्नु गाइज त्यहाँ सबै कुराहरू सिद्धेर उहाँहरूले भिडियो बनाउँदै हुनुहुन्छ टिकटक होइन सो अब चाहिँ सबैले यसरी भिडियो बनाउँछन् आधीजनाहरू गइसक्यो घरमा होइन अब चाहिँ मलाई चाहिँ के भनौँ भइरहेछ बिकज आम टु इमोसनल टुडे होइन बाहिर देखाउनु पनि सकिरहेको छैन अनि रुम्की हाँसौँ पनि भइरहेछ मनमा होइन सो अब चाहिँ के भनौँ हुन त म त यहीँ पढ्ने हाम्रो स्कुल ब्याचलरसम्म छ सो म त यहीँ पढ्ने होइन इफ गड वान्ट्स तर यहाँ पढे पनि पहिलाको जस्तै नर्सरीदेखि पढ्दै आएको साथीहरू मसँग हुन्नन् सो त्यो कुराको चाहिँ एकदमै दुःख छ होइन सो मैले फर्स्ट भिडियोको स्टार्टिङमा नै भनिसकेको थिएँ पहिला भेटिनु हुँदैन भेटियो भनेपछि छुट्नु नै पर्छ भनेर होइन सो त्यही हो अब यदि हामीहरू भेटिएका छौँ भने हामीहरूले छुट्नु नै पर्छ र साथीहरू त आउँदै जान्छन् हामीले याद राख्ने मात्रै हो सबैलाई होइन सो पछि सबैको फ्युचर ब्राइट भएको हेर्न पाऊँ हामी होइन सबै एससीमा सफल भएको हेर्न पाऊँ अनि अर्को कुरा चाहिँ अब हामी सँगै इक्जाम दिनुहुने हाम्रा सम्पूर्ण साथीहरू क्लास 10 को हाम्रो स्कुलको मात्र होइन सबै तपाईँहरू सबैजनालाई पनि बेस्ट अफ लक अनि म चाहिँ अब यो ब्लग यहीँ नै एन्ड गर्छु सो यदि तपाईँहरूले यो ब्लग यहाँसम्म हेर्नुभएको छ भने हजुरलाई मन पर्यो होला भने आशा गर्दै बिदा हुन्छु ल थ्याङ्क्स फर वाचिङ